नानी तिम्रो नाम के हो? सम्झना बिक। कति वर्ष भयो? 16 वर्ष पुग्छ। 16 वर्ष भयो। बुवा बितेको कति दिन भयो? 4 दिन। 4 दिन भयो। हजुर। घरमा को हुनुहुन्छ? 2 बहिनी। 2 बहिनी हुनुहुन्छ। मम्मी कहाँ हुनुहुन्छ नि? मम्मी मरिसक्नु भयो। कति भयो मम्मी बितेको? 4 वर्ष पुगिसक्यो, अब 5 वर्ष पुग्छ। 4 वर्ष पुगेर 5 वर्षमा लाग्यो। हजुर। नरु के समस्या छ भन्नु? बुवाको काज के रे दाइ भए भने त राम्रोसँग गर्थ्यो नि। दिदीहरू दाइ भए जस्तो हुनु रहेनछ। तपाईलाई किन लाग्यो बुबाको क्रियामा चाहिँ म बस्नुपर्छ भनेर? छोरा नभए पनि छोरी त छुने गर्छ, त्यही भएर। दाइ नभए पनि म त छु, मैले गर्नुपर्छ भन्ने लाग्यो। के गर्नुहुन्छ तपाईले? पढ्छु। कतिमा? 10 मा। अब एससी दिने हो। अब एससी दिने हो। एससी को तयारीमा हुनुहुन्छ अहिले। एससी को मुखैमा बुबाले तपाईले छोडेर जानुभयो अनि सानैमा आमा गुमाउनु भएछ। हिजो म आमा मर्दा सानै थिए, अहिले बुवा मर्दा त पल्ल पछि थाहा भयो कि बाबा आमा नहुनुको पीडा कस्तो हुन्छ भनेर। हिजो बुवा हुँदाखेरि जे भए पनि अलिअलि कापी कलम किनिदिने, खानाहरू ल्याइदिने गर्नुहुन्थ्यो। अब त झन् त्यो पनि सक्यो। बुवाले दिदीले ल्याइदिएपछि चामलहरू खान्थ्यौँ, नत्र ढिलो नै खानु पर्थ्यो। अब झन् कसरी काट्नु। आफूले काम गरेर आफ्नो पढाइ छोडेर बहिनीलाई पढाउने अनि ठुलो मान्छे बनाउने। तपाईँ नपढ्ने? हजुर। पढ्न मन छ कि नै? पढ्न मन छ। किन नपढ्ने त अनि? काम गर्ने मान्छे नभएपछि। कमाउने मान्छे छैनन् त्यसैले? हजुर। नरुनु। कस्तो छ पढाइ तपाईको? राम्रो छ। गएको वर्ष फर्स्ट भएको थिएँ, अहिले पनि राम्रो नतिजा ल्याउँछु भनेर पास हुन्छु भनेर सोचेको थिएँ। बुवा गुमाउनु पर्यो है। अब के भन्नुहुन्छ त भन्नुस् त? हामीलाई सबैले सहयोग गरिदिनु होला। पढेर ठुलो मान्छे बन्न मन छ। बहिनीलाई नि पढाउनु छ। बुवाको काज क्रिया गर्ने पैसा नै छैन। कसैले दिए सहयोग मिल्थ्यो होला, कसैले सहयोग गरे। बुवाले छोडेर गइसके पनि उहाँको काज क्रिया गरेर राम्रोसँग गर्न पाए उहाँको आत्माले शान्ति मिल्थ्यो भन्ने भएको छ।